Alright guys, today we're here at Tabela, Nepal. What are we doing guys? Guys, आज हामीहरू गर्छ घोडामा सवारी एउटाले गर्छ भैँसीमा सवारी गधाले घोडामा सवारी अनि म चाहिँ राजाले घोडामा सवारी यहाँ हाम्रो दाइ हुनुहुन्छ हैन हाम्रो गाइड हुनुहुन्छ आजको लागि मलाई गधा भन्नु आफूले आफूलाई चाहिँ राजा रे क्या यो चाहिँ हाम्रो हैन त अब हामीहरु घोडा जिन्दगीमा चढेको छैन चढ्न त चढेको बट आउँदैन दाइले सिकाउनु हुन्छ हैन मेरो पनि यस्तो यस्तो भयो Welcome back to the final episode of Exploring Nepal, and today the boys will be horse riding and doing archery. कहाँबाट कोबाट स्टार्ट गर्नुहुन्छ भाइ रमाइलो एबनी नै स्टार्ट गरौँ न एभेन्यूबाट पहिला हेर्नु कान हेर्नुस् कान के गरी पछाडि गएको छ भने घोडा अलिकति अनकम्फर्टेबल फिल भएर हुन्छ अनि आँखा पनि हेर्नुपर्छ आँखा टर्ने गर्ने गरिरहेछ भने त्यो बेला चाहिँ अप्रोच गर्नु हुँदैन घोडालाई एभेनी भनेर बोलाउनु हैन अनि उसले थाहा पाउँछ तपाईँ आउँदै हुनुहुन्छ भनेर Why are you whispering Ebony? Oh man, baby Ebony, गर्न एभरीले एभरी चढ्दैछ हिँड्दाखेरि है तान्नु हुँदैन तानेर सकिन्न किनभने हामी त बलियो हुन्छ नि त तान्ने काम त हुँदै हुँदैन सिग्नल दिने अनि हजुरलाई फलो गर्छ बिस्तारै है अगाडि हेरेर आनन्दले रिल्याक्स भएर है रोक्नु पर्यो भने हल्का आफू रोकिनु पहिला उ पनि रोकिन्छ यहाँनिर समात्न आउनु एउटा हातले सिधा अगाडि हिँड्नु है त थोरै हल्का तान्नु मानिरहेको छ यसरी है पक्नु त म देखाउँछु हजुर अलिकति बडी पनि एक्टिभ हुनु पर्यो लिडिङ यो चाहिँ लिडिङ गर्ने भन्छ होइन लिडिङ गर्ने भने चाहिँ अझै लिडर जस्तो भएर लिड गर्नु पर्यो है अभी कमन त नभनौँ न बेबी एबनी ओ अभी अहिले फिल भइरहेछ कस्तो फिल भएको छ हजुरलाई दाइ मलाई यस्तो दामी फिल भएको नि मैले सिधा कन्ट्री फिल्ममा छु जस्तो लागिरहेको क्या मलाई होइन टोब्याको खाएर थुक्न मन छ त्यस्तो फिल मैले चढ्ने गरेको कुन चाहिँ यही हो सब एभेनी मेरो भन्दै छु गर्ने होइन नि ब्रो सी इज माइन ल यहीँ रोक्नुहोस् ल अभी कत्रो सुसु गरेको यार मलाई त्यो किन हेर्नु त्यो नदेखाएर युट्युबमा देखाउनु मिल्दैन ब्रो त्यस क्या मिल्दैन सुसु गरेर मिलिहाल्छ के देखाउन मिल्दैन क्या सार्दाखेरि चाहिँ यहाँनिर यो समात्ने यसरी यहाँनिर है यहाँनिर समात्नु एउटा हातले समातेर खुट्टा तपाईँको लेफ्ट हालेर अनि बाइकमा बस्नुहुन्छ नि बाइकमा अनि यसरी टक्क मार्नुहोस् है त How do you feel, bro? This is my girl right here, guys. Ebony. Mr. Ebony with Mrs. Ebony. Mrs. Ebony. I'll get the back shots, man, so don't worry. Oh. I'm gonna take my horse. I'm gonna take my horse to the hotel room. Ride till I can't no more. Yo, ni para भनेर अब आफैले राख्दैन है त दाइ यसको लागि चाहिँ के हो दाइ कत्रो सुसु गर्दै भने हल्लाउँदै निकाल Ebony निकाल Bro, technically I made Ebony square. What? Bro, what are you talking about, man? You ladies just right? You ladies nahi ho kya?
How you feel it, bro? Very, very nice. You blend in though, really well. Guys, मेरो फर्स्ट सवारी भयो एबनीसँग नरिसाउ बिग शाउट आउट टु सुशीललाई for guiding me. एबनी यस्तो कम्फर्टेबल भयो उ पिसाब गरेको म माथि मैले Alright guys, I'm ready. अब चाहिँ मेरो पालो आइसकेको छ एबनीसँग चढ्न. एबनी मलाई चिट नगर एबनी baby girl. कति वर्ष भयो एबनी? एबनी भन्ने सस्तो ओहो, अरे बुढी पनि हुनुहुन्छ. Match made in heaven हैन कान्छी? Match made in heaven हो नि त. एबनीलाई कस्तो कन्फिडेन्स मेबाट कस्तो आइरहेको छ यसलाई? होइन राम्रो छ हजुरसँग मानिरहेको छ हिँडिरहेको छ है भाइब पनि राम्रो छ अनि त्यो हजुर हिँड्दाखेरि लिडर टाइपले हिँड्नु भएको छ लिडिङ गरिरहनु भएको छ नि अहिले हजुरले लिडिङ भनेको चाहिँ कस्तो हो भने लिडिङ भनेको लिडरले लिड गर्छ नि त हजुर त्यही भएर हर्स लिड गर्दाखेरि चाहिँ तपाईँले चाहिँ आफू म चाहिँ लिडर हो म लिडर हो तिमी मेरो कान्छी हो बुझ्यौ नि कान्छी एउटा यहाँ राखेर दाइ के रे यहाँ यहाँ समात्नु अनि लेफ्ट लेग त्यहाँ हालेर अनि माथि बाइकमा बसेर ब्याकबोन स्ट्रेट गुड तपाईँलाई चाहिँ रियल काउबोयस देखेर चाहिँ मोडलिङ गर्नुपर्ने यस्तो काउबोय ड्रेसहरू लगाएर आएर टक्क लाएर दाइ त्यस्तो नभन्नु न मलाई रिल्याक्स है आनन्द है Me and Ebony, match made in heaven, man, so forget it. म त मुभीमा जस्तो गाइस एबनीले त मलाई बालै दिँदैन झनै मैले त मेरो पहला प्यार है भनेर सोचेको के हो यार आजकलको केटी पनि यस्तै घोडा पनि यस्तै फेरि किन तेरो कुरा मानेको छ किन त हात्ती जस्तो गरौँ गर्छस् एबनीलाई गाह्रो हो क्या गदालले घोडा हिँडेर छ या माइक कस्तो फिल भइरहेछ मलाई चाहिँ होइन अब यो चाहिँ मेरो हो क्या ए हो र अलिक कस्तो अलिक एक्सन दिए जस्तो भइरहेको छ के हो चाहिँ गदा नै हिँडे जस्तो भइरहेको के हो खोइ गदा नै हो साला गदा म चढ्छ म सिधै नै चढ्नु त्यसलाई नहाने ठिक छ नाइस फक ओइ तसँग माने रे फक भनेको के हो भने तसँग माने ए वक भने तसँग माने रे साले है ओए बाबु तैँले यस्तो सर्ट हानेछस् कान्छा कस्तो फिल भइरहेछ तँलाई मलाई घोडा चढा जस्तो दाइले चाहिँ यो के हो दाइ यो चाहिँ यो चाहिँ हामीले राइडिङ गर्नुभन्दा अगाडि गरिसकेपछि यो चाहिँ हुफ क्लिन भन्छ हुफ क्लिन गर्ने भनेर सिप छ चिकन ओ भेडा बार्बरा बाब्रा कार्टुनमा पनि के छ है बबली अब खरा पनि रहेछ कालो खरायो rat वाट इज द गिनी पिग guinea pig and rat भन्ने त भाइ त के भएको के गिरी पिग हो guinea pig is like a species ओइ गाइस कहाँ रहेछ उता अलिकति के हो यो गिरी पिग भने चाहिँ It's a animal species अब के भन्ने अब हैन दाइ मुसा जस्तै हुने रहेछ है like त्यस्तै भनौँ like one of the species of ए त्यसकै उ species लगाएर लगाइदिनु ल nice petting zoo यो जुको नाम चाहिँ पटाका पेटिङ पटाका दाइ किन पटाका एउटा पटाका भन्ने घोडा थियो कि हाम्रो पहिला घोडा माउन्टेन पोनी अनि ऊ चाहिँ यहीँ बितेको भएर अनि यो उसको सम्झनामा यो पेटिङ जूको नाम चाहिँ पटाका पेटिङ जू reminder इन द मेमोरी अफ in the memory of पटाका काठमाडौँ सहर ब्रो हाउ डु फिल लाइक यस्तो सिटीको बिचमा यो ठाउँ एक्जिस्ट गर्छ भन्ने मलाई थाहा थिएन ब्रो यहाँ भित्र आउने बित्तिकै यु फिल लाइक कन्ट्री साइडमै छ क्या the animals are very friendly too the sheepहरू यतिकै आएर बसी like you know they just approach you so nice we only have a one ship actually and then
that one shape they always used to with the horse, and then when they do everything with the horse, and that shape he thinks himself he's also a horse. Yeah. Oh my Oh, what? You think you're a horse? You're a horse. Yeah, like Let a me small ride you, bird. bro. Are you horse? त्यो त नगर्न I shall ride it. तँलाई चाहिँ कस्तो लाग्यो हाउ यु फिलिङ That's messed up. या You म्यान know what you do? ओए सही भने नि सही सही कि चाकमा खाएको याद छ त भनिरहेको तिमीहरू होइन अरे मान्छे अन्ध जस्तो पो देखाएको छ त तिमीहरू अब तिनजना आर्चरी गर्दैछ लुजरले के गर्ने ल तिमीहरू तिनजनामा लुजर त मैले त केही देख्दैन सक्दैन लौडा हिजो त्यो लिरिक्स गरे जस्तो हो कि मलाई देख्दैन त के गरौँ म हार भने के गर्ने लुजरले के गर्ने कस्टम ब्लाइन्डै हो कि ओइ तैले क्लास जस्तो छ यार तैले दाइ राम्रोसँग मारिन्छ त्यो बाबु बस त उता गर बस त यो बस क्या उता गर बस न ओके गाइस अब हामी रेडी छौँ गाइस अब हाम्रो प्र्याक्टिस सेसन सक्यो अब च्यालेन्ज छ बाबु तेरो दाइले हान्छ अब हेर्नु के भन्नु आज चाहिँ म यसलाई जितेर चाहिँ यसलाई क्यामेरामा यस्तो धेरै बनाउँछु कि होइन तै सब सर्ट हान्छस् क्या मेरो ओके गाइस गाइस आई कान्ट पार्टिसिपेट किनभने मैले केही पनि देख्दै देख्दैन मेरो चस्मा पनि हराइज हाम्रो राहुल दाइले गर्दा होइन दुईजनाको एनर्जी छ है धेरै बेर धेरै बेर ताकिन्छ नखाएको पट्ट गरेर पट्ट परिहाल्यो नि सजिलो ओइ नाइस ओइ 1-1 1-1 होइन भाइ 1-1 है ओइ तैले छुनु मात्रै त्यो चाहने मात्रै पुगिछ कालु भाइ एकछिन कालु लेट्स गो कालु शट मान्छे मार्न सक्छु म शट कालु शट दामी ओइ केमुज अगाडि बढेको रे ओइ सरी बस केमुज नाइस नाइस तल ताक्नु त्यस्तो नसोच न ओइ नाइस ऊ गयो यो पनि फेल भयो होइन यो त फेल हुन्छ नि फेल हुन्छ नि त्यो त लाग्यो लाग्न त लाग्यो नि तर फेल भएन नि चाले त्यो मान्छे थियो भने मान्छे लाग्न लाग्थ्यो नि ल एरियामा व्हाइट पेपरमा ओ तेरो पनि लागेन नि यसको लागेन अब के त नि अब के लागेन। हुन्छ काउन्ट गर्ने कि दुई point गयो। नै काउन्ट गर्ने कि नै भन त जे गर्दा हुन्छ अब यसले हान्नु यो जित्यो यो हान्यो भने जित्यो होइन बाहिर हान्यो भने जित्यो ल तर गाइस एक्सर्साइज I'm gonna overfarm like crazy यो टाइम चाहिँ म सेतोको भित्रै हाल्ने किनभने तैँले दुइटा मिस गरेस् नि ऊ यसले दुईटा मिस भयो क्या यो दुईटा मिस भयो नि त ड्र भयो क्या होइन कसरी ड्र भयो ड्र भयो होइन कतिवटा सक्यो त्यो होइन ही वन I won कसरी won भयो दुईटा जिते कसरी जितिन्छ दुईटा तेरो नि मिस भयो दुईटा मेरो नि मिस भयो मेरो No, हानेको थियौँ नि त होइन लागेको थियो दाइले भनिरहेछ त किन झगडा गरेर यहाँ सुन मेरो कुरा सुन अब भिडियो ओइ भिडियो के हुन्छ अब भिडियो के हुन्छ मैले भनेको गर्नु पर्यो तैँले त्यसो गरौँ न चारजनामै गरौँ त एकचोटि चारजनामै गरौँ अति भनिस् त एउटा अर्को एकछिन गड र ह्युमन बिङको कम्पिटिसन हुँदैन कि यो दाइले सिस्नो कहाँबाट फुरफुर आएछ के चारजना एक शटमा चारजना एक शट ल वान शट ल डन अब गाइस सबैजनाले एक शट हान्ने है सेम बोले हेरौँ को रहेछ बादशाह यो ट्रायल है नाइ मिल्दैन यो अहिले हो विनर हो अहिले हो सक्छ भने आफ्नो एबिलिटी छ भने हान न ल यही बाड युज गर्ने है सबले ल यही युज गर्ने ल हार्नेले के अरे हामी लात्ती हान्यो भने फर्स्टले जो फर्स्ट भयो त्यसले तीनजनालाई लात्ती हावा ल हुन्छ क्या चाकमा हाने रन माथि हैन हेरौँ है त के हुन्छ मलाई डर चाहिँ लाग्छ लात्ताले हानिहालौँ न लात्ताले हानिहाल्यो क्या लान। ओए बाबु डराइसक्यो नमिठो लात्ताले हान्छ म के बेला हान्न भाइ यत्रो तैँले कहाँ हानिस् आउट हानिस् तिमीहरू त नाचिल्ला रहेछ यार के को ओइ डरबोक त डरबोक दुइसक्यो बुढा डरबोक दाइ लात्ताले हान्छ भाइ तिमी भिडियो बनाऊ है आवाज प्लिज म होइन बरु आवाजको लात्ता खान्छु राहुल दाइ भन्दा यस्तो भेटौ कि तिमीहरूले
के गरे के भएको यो पो त अलि यो मलाई मन परेन यार यो कम्पिटिसन छिटो गर न छिटो गर कस्तो टाइम लाग्छ ओए खाको दाइ खाको लास्टले खाने हो नि त त्यसरी त मरिन्छ लास्टले तिनैजना आने भिडियो तिनैजना भन्यो तिनैजना भन्यो नो 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 तिनैजना भन्थ्यो तिनैजना भनेको थियो हामीले यसलाई सपोर्ट गर्न बिस्तारै भिडियोहरू पनि न लास्ट दाइ लाने एक राउन्ड गरौँला तपाईँले अघि बित्ती दियो नि पिल्स्यो बच्चाले हानेको थियो दुख्छ गयो क्या तपाईँ बुढो हुनुभयो बाहिर हाल्न दिनु त दाइ ब्रो बाहिर हान्यो क्या तिमीले अस्ति बाहिर हाने जहाँ हाने पनि लात्ता त खायो नि तिनैजना Alright guys, हाम्रो experience at Tabela has finished. It's been absolutely amazing. Big shout out to Susil Dai from Tabela and also big shout out to the owner, हाम्रो रोडिसको मेन चलफल दाइको नाम रेमोन दाइ. लभ यु म्याच चाहिँ एकदमै खेमे आइज न कति त्यहाँ लभली माया छ दादा लभली माया Always म्याच भेट्नु पाएन दाइ तर दाइ भेट्नुपर्छ. We had a blast. बब्बाल मजा आयो. सुशील दाइ was great. हामीहरुलाई घोडी shout out to सुशील दाइ है. अनि एउटा कुरा भन्नु मन छ, it's also not just like experience यहाँ घोडाहरुको पनि वेलफेयरको लागि चाहिँ a big thing. So there's no animal cruelty. They're not overriding the horses, you know, they're taking care of the horses. So it's at a very safe environment. So if you want to come train or even like I said, there's trails. यहाँ मात्र यहाँ सिकेर पनि बाहिर पनि जान मिल्छ. They offer more services. So come and use the code MINOTI for 10% off. I will see you guys later. And खेमेलाई पनि केही भन्नु मन छ. अब सबै भन्दै नि यसले इट वाज भेरी नाइस एक्सपिरियन्स थ्याङ्क यू सो मच थ्याङ्क यू